हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। स्वागत छ मेरो युट्युब च्यानलमा। म चाहिँ गाउँ आएको छु सल्यान, अनि हामी चाहिँ नुहाउन जान लाग्यौँ। घरमा पानी नआएको भएर अब जान लाग्यौँ। सबैलाई चाहिँ सब अपडेट देखाउँछु। पानी आएर मौसम जाम कित्न नि अल्छी लाग्यो। साबुन त हालेको छु मैले। पैसा आउँछ, कोहीले जुगा हो, कहिले जुगा त्यस्तो आउने त सम्झना हुन्छ। केरा त कति हो खाने बेला त कता खाने बेला हामी यहाँ घर हुन्नम कितना पर्छ हो। यहाँ मामाले दाउरा चिर लाग्नु भएको छ हाम्रो गाउँको मामा नमस्ते नमस्ते वाली भन्ने मामा नमस्ते। डोके त छ होला नि। मामा चाहिँ दाउरा चिन लाग्नु भयो। मकै छोडिसक्नु भएको र मकै जोड्नु भएको छ। त्यस्तो मकै छरे जस्तै चिल्लो देख्यो। हामी कि अस्ति नै त्यो फाल्टु बसाएको थियो नि 6-7 महिना, त्यति बेलादेखि नै बनाउनु पर्ने क्या त्यो दिनै कटाउनु नपाएर त होला नि। टावर हेर्न जाने टावर देख्न नपाए रमाइलो भएको थियो। त्यति सबै थियो त त्यति बेला। अहिले त उसले सातो भिसेहा जस्तै गरे उसलाई धमिनलाई बोलाइसेला न, पुरै ओलेस्दै गरे त्यस्तै छेरे बोलाइछ। हजुरलाई चिच्चाए बोल्दै बोल्छिन् न। मम्मी भनेदेखि नानी पनि मम्मी भन्थे। बोलाइसेला त कस्तो गरे त्यस्तो बच्चा त होइन। मेवा पाकेर मेवा कस्तो पाकेर जाम्बा के अरे के खाए हुँदो हरियो हरियो के हुन्छ के थाहा। बोटी फुकाउने बेला भनेपछि पिरिन्छन्। सिमी हेर कस्तो फल्या रहेछ। मान्छे छैनन् क्या खाने मान्छे छैनन्। मेवा पनि पाकेको भयो एकछिन नबोलाउनु त हिँड्छ त अहिले यति बाटो खिच्यो र त्यसो भन्नु चाङ हेर्नु साथीहरू। पाकेको छ नि यहाँ देखाउन म। ल यहाँ चोथ्रा पाके खान्। चोथ्रामा पनि के भन्छन् यसलाई? त्यही त चौतारी, हामी त चौतारी भन्छन्। चोथ्रा पाकेको छ नि हाम्रोतिर त हुन्न यो। हेर्नुहोस् यति टिपे मैले 2वटा। यहाँ त बिपन आउँदा कम रमाइलो थियो। एक टाँगा यहाँ बिपनाको घर अन्जना यहाँबाट यता जान्छ अनि त्यही त ल माथि अल्को भयो टिप्दै आइसिन्छ। कस्तो पाक अति अझै झराले रहन्छ रातिको पानीले पनि। हेर्नु किमु भन्छ यसलाई। हाम्रोतिर यस्तो पाक्या छ खाना आउनु। सल्यान तँ पनि दारिम चोर रमाइलो बस्तिर दारिम चोर। मान्छे नहिँडेर आजकल त गाउँमा मान्छे को छन् र केटा बुढाखाडा जति दोकान खोरिने आइमेर बाख्रा चराउनु जाने तँ पनि बारी यस्तो। हाम्रो बहिनी त बाबै म त त्यहाँ त 1 सेकेन्ड पनि बस्न सकिनँ नि भन्थे। यहाँ त मिच्छेर गयो त हिँड भन्यो नि त म त लाग्दिन्थ्यो नि जान्न भन्छ। त्यो दाल मात्रै खाइ कस्तो छ त अँध्यारो टाटा उता त्यो त कस्तै पड्किन्थ्यो नि कहिले त। कस्तो राम्रो खोस टाटा छ यहाँ माथि फलेको टिकटक त नि अँध्यारो देखियो। ऊ गरे कि अब अहिले त जम्मैको त घर पानी आउनु थाल्यो। आउनै छोड्यो कि मान्छे आउनु छोड्यो। त्यहाँबाट बनाउन के पानी त रहन्छ नि कस्तो छ नि त झुडी भएछ कि पुरै। कस्तो
साथीहरू हेर्नुहोस् हाम्रो सल्यान यस्तो छ सल्यान के भन्छन् सल्यानको डाँडा पारी पार्यो अन्त त रमाइलो होला यहाँ त तर छैन यस्तो ठाउँमा जन्म लिएका हाम्रा पतिदेवले हाम्रो भाग्यले यस्तामा आउन लेख्या यो खोल्सामा डाँडै डाँडो पतिदेवहरू यस्तो कन्टलामा जन्मिया रहेछन् अनि उतातिर राम्रा केटा हेरेर पनि कहाँबाट पाइन्थ्यो र ओइ टिकटक बनाऊँ न राम्रो आउँछ होला यहाँ पानी त होला नि ल ल ओ कति सफा हो पानी सफा छ साथीहरू अब हामी चाहिँ एक दुईवटा टिकटक बनाइन्छ त्यसपछि पानी मलाई खिचाउ तँ लाने होइन सल जाम अब लुगा धुनु बस्यो त्यो रातले फकाउँछ काफले जानु कि नजानु जाने बेला भयो हामी चाहिँ छुट्टाइसु त कपडा पानी छैन फुल जाने है बाबा जिन्दगानी छोटो छ आज माथि भयो नि भोकै लाग्यो होइन आज फेरि सास नबास अब के हुने यहाँ थाहा छैन फोटो यो त मुना रिचार्जमा खाने थियो तिमीले ल ल हामी तान्नु पर्ला हामी चाहिँ फाइनल्ली आउन लागिसक्यौँ हाम्रो गन्तव्यमा सास बसी बसी गन्तव्यमै गर्मी भयो अहिले त धन ज्याकेट कति बेला गाह्रो भयो सिधै उहाँबाट हिँडेपछि उकालो छोराछोरी कता गए अझै बानी छैनन् क्या हाम्रो घर लामो छ टडक चाहिँ नानी रहेछ कि बाबु रहनु राम्रा बाख्रा यस्तो छ आइज आइन पाइला छिटाइज कता कता हिँड्न मन लाग्यो अब फेरि त्यसै दिन कटाउनु गाह्रो छ त केटाको सुरुवाल त्यही ढुङ्गामै छ राखिदिन्छु दिमाग यस्तो लुक्छ ल बच्चा बोके सुरुवाल बोक्यो हिँड्यो अब गाउँ चार्नु यहाँ फेरि एउटा प्राइड जान्छ दुलै कस्तो थोक भयो केटोले मलाई कति सताएको कहाँ लग्सिन्छ त ए बस्ने हजुर सुत्ने उठ्ने काम के छ र लट
काबल खान आइगे बोक्छु पनि नआउने कान काटो समय लाग्छ नि बस्दा पनि साथीहरू गर छोरो टोपी लाएर खन्क्या कहिले छोरो बोक्दै यता यही छ कि मेल मेल मिल दाना टोपी छ सल्यान्स कहाँ आइस बुवा त्यहाँ मेरो संसारमा आफै सजाउँछु हामी चाहिँ घरमा आइसक्यौँ आजलाई चाहिँ यति नै साथी भिडियोहरू अब भोलि फेरि नयाँ भिडियो बनाएर आउँछु बाई बाई